गत भदौ 23 र 24 गतिको घटना सम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगले राजसभा सभापति रवि लामिछानेसँग बयान लिएको छ। लामिछानेलाई बुधबार नक्कु कारागारबाट सिंहदरबार स्थित उच्चस्तरीय जाँचबुझ आयोगको कार्यालयमा ल्याएर बयान लिएको हो। जेएनजी आन्दोलनका क्रममा नक्कु कारागार बाहिर निस्कनुपर्ने परिस्थितिका बारेमा आयोगले लामिछानेसँग सोधपुछ गरेको बुझिएको छ। सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पूर्वपक्षका लागि कारागारमा रहेका लामिछाने जेएनजी आन्दोलनका क्रममा भाद्र 24 गते असुरक्षाका कारण देखाउँदै कारागारबाट बाहिर निस्केका थिए। यद्यपि लामिछानेले कारागार प्रशासनले नै पत्र दिएर आफूलाई घर पठाएको दाबी गर्दै आउनुभएको छ। यसअघि उच्चस्तरीय जाँचबुझ आयोगले नक्कु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो। नेपाल बहस टेलिभिजन खोजमूलक पत्रकारिता।